हेलो साथीहरू, म आज बनाउन गइरहेको छु दलिया मिक्स। मैले चाहिँ घरमै बनाउँछु। यसको लागि लिएको छु मैले आशीर्वादको दलिया, घरको चामल, मुङको दाल र रातो दाल र अर्को दाल मिक्स छ। मलाई चाहिँ यसरी नै मनपर्छ। मैले चाहिँ एउटा कन्टेनरमा लिएँ 2 टक जति चामल, अनि सँगै लिएको छु 2 टक जति दलिया र 1 टक र अलिकति लिएको छु मुङको दाल, अनि 1 टक र अलिकति लिएको छु रातो दाल र अर्को दाल मिक्स गरेको। मैले चाहिँ यसलाई मिक्स गरेर राख्छु र जाउलो बनाउने बेलामा यो निकालेर बनाउँछु। एकदम सजिलो हुन्छ, हजुरहरूले पनि बनाउनु होला। अनि यसलाई मिक्स गर्ने मैले चाहिँ थालमा हालेर देखाउन सजिलो हुन्छ भनेर थालमा राखेँ। अनि त्यसपछि हजुरहरूले देखाएँ, हेर्नुहोस् त बाहिर किन्ने जस्तै भएको छ दलिया। अनि यो चाहिँ मैले फेरि एउटा सिसाको कन्टेनरमा हालेर राखेँ र नानीलाई बनाउनको लागि पनि मैले थोरै भिजाएर राखेँ। यसरी बनाउँदा चाहिँ हजुरहरूले बाहिरको किनिराख्नु पर्दैन, घरमै बनाउन सकिन्छ, हेर्दा पनि राम्रो हुन्छ। गाउँले चाहिँ बच्चाहरूको पाचन प्रणालीमा एकदम हेल्प गर्ने हुनाले हजुरहरूले गाउँ दिन सक्नुहुनेछ।